10औं वार्षिक साधारण सभाको उद्घाटन सत्रका आदरणीय अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, मेरो अनन्य मित्र र हामी मगर मात्र होइन सारा नेपालीहरूको एउटा गौरव र एउटा रेकर्ड ब्रेकर माउन्टेनियर उसमा उहाँको जुन उपलब्धि छ त्यो साँच्चै मगर समाजले मात्र होइन विश्वमा मगर नेपालीहरूले गर्व गर्न लायक छ। आज उहाँ प्रमुख अतिथि हुनुहुन्छ। म हरि बुढाज्यू र अन्तर्राष्ट्रिय मगर महासङ्घका महासचिव बिरमान घरते मगरज्यू लगायत ड्यासमा उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण अतिथिगण, विभिन्न सङ्घ संस्थासँग तपाईँहरूको अफिलिएसन छ र यो भव्य साधारण सभामा भाग लिन आउनुभएका अमेरिकाका विभिन्न राज्यहरूबाट यहाँ उपस्थित हुनुहुने सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ सर्वप्रथम म नेपालका मगरहरूको तर्फबाट, नेपालको सबभन्दा ठुलो आदिवासी समुदायको तर्फबाट एकदमै नमस्कार भन्न चाहन्छु, जेदो भन्न चाहन्छु, अभिवादन गर्न चाहन्छु अनि झोरले भन्न चाहन्छु र श्रीमनी पाउ भन्न चाहन्छु। यहाँहरूलाई सबैलाई नेपालका सम्पूर्ण मगरहरूको तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। सबैभन्दा पहिले म अमेरिकन सोसियोलोजिकल एसोसिएसन भन्ने छ, अमेरिकी समाजशास्त्र सङ्घ, म समाजशास्त्र पढाउने एउटा टिचर हो। त्यो सङ्घको 121औं एनुअल कन्फरेन्स हुँदैछ न्युयोर्कमा। त्यो राष्ट्रिय सम्मेलन, अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनको निम्ति अमेरिका आएको हो खासमा। र तपाईँहरू सबैलाई थाहा छ कि भर्खरै हामी नेपालमा एउटा ठुलो जेन्जी आन्दोलनलाई चाहिँ अनुभव गऱ्यौँ र जेन्जी आन्दोलनपछि अहिले नयाँ सरकार बनेको छ र नेपालमा पनि नयाँ नयाँ परिवर्तनहरू भइरहेछ। र मैले त्यहाँ चाहिँ नेपालमा जेन्जी आन्दोलन हुनुको कारण के हो, किन यही बेला नेपालमा जेन्जी आन्दोलन भयो भन्ने विषयमा मेरो आफ्नो पेपर अगस्त 11 तारिकको दिन म प्रस्तुत गर्दैछु। त्यही सिलसिलामा यहाँ आउने क्रममा चाहिँ मैले संयोगवश मगरसँग अमेरिकाको यो साधारण सभामा भाग लिन पाएँ। म आफूलाई एकदमै खुसी, एकदमै गौरव ठान्छु र यसका अध्यक्ष दीपसागर बुढा मगरज्यूलाई म धन्यवाद दिन चाहन्छु र तपाईँहरू सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। अब मलाई यो कार्यक्रमको सुरुदेखि नै अस्ति आउने बेला पनि मैले दीपजीलाई भनेको थिएँ, यो खासमा असाधारण सभा हो। यो साधारण सभा होइन। यसका असाधारण भन्नका पछाडि मसँग दुईटा तर्क छ। एउटा तर्क चाहिँ तपाईँहरू नेपालबाट अमेरिका आएर पनि यस्तो तपाईँको अभूतपूर्व रूपमा चाहिँ आफ्नो जातीय एकता र पहिचानको निम्ति एकताबद्ध हुनुहुन्छ र यो आफैमा एकदम नौलो छ। मलाई लाग्छ अमेरिकन समाजको लागि पनि एकदम नयाँ कुरा हो। दोस्रो, यो मानेमा यो असाधारण सभा हो। आजको प्रमुख अतिथि एकदम असाधारण व्यक्तित्व हो। उहाँ एक्स्ट्रा अर्डिनरी हो। उहाँ नर्मल मान्छे होइन हरिजी। उहाँ जसले आफ्नो दुवै खुट्टा घुँडाभन्दा माथि घुमाएर पनि संसारको सर्वोच्च शिखर सगरमाथालाई सफल आरोहण गर्नुभयो र संसारका अरू त्यस्तै थुप्रै हिमालहरू चढ्नुभयो। त्यसकारण उहाँ जस्तो असाधारण मान्छेको उपस्थितिमा आज तपाईँहरूले यो साधारण सभा गर्दै हुनुहुन्छ। म यसलाई साधारण सभा भन्दैन, यो त मैले तर्क गरेँ, तर मेरो सल्लाह यो नेपालको कपी गरे जस्तो लाग्छ। मैले दीपजीलाई पनि भनेको थिएँ, यहाँ नेपालमा चाहिँ एनजिओहरूको चाहिँ एनुअल जनरल मिटिङ भन्ने बाध्यकारी अवस्था छ, तर अमेरिकामा त्यो छैन। त्यसकारण तपाईँहरूले यसलाई चाहिँ एनुअल नेसनल मिटिङ भन्नुभयो भने चाहिँ त्यो अमेरिकन भाइब दिन्छ जस्तो लाग्छ। तपाईँहरूले साधारण सभा भन्यो भने हामी काठमाडौँमा अथवा नेपालमा गर्ने साधारण सभा जस्तो फिल हुन्छ। हुन त तपाईँहरूलाई नेपाली फिल गर्नु मन छ, त्यस कारणले गर्दा पनि यसो भन्नुभयो होला। त्यस कारणले यसलाई चाहिँ नेपालको कानुनसँग तपाईँहरूलाई केही मतलब छैन खासमा डाइरेक्ट संस्थागत रूपमा। त्यस कारणले यसलाई एनुअल नेसनल कन्फरेन्स अथवा मिटिङ भन्नुभयो भने राम्रो सुनिन्छ। म तपाईँहरूसँग त्यस्तो अनुरोध गर्छु। त्यस्तो अनुरोध गर्नुको चाहिँ केही कारणहरू छन्, त्यो मलाई विस्तारमा यहाँ म धेरै समय त लिँदैन, तर यहाँ अन्तर्राष्ट्रिय महासङ्घका महासचिव चाहिँ हुनुहुन्छ र मगरहरूको चाहिँ अन्तर्राष्ट्रिय उपस्थितिलाई हेऱ्यो भने अहिले विश्वव्यापी छ। र हामी यसो भन्छु, नेपालमा चाहिँ नेपालको आदिवासी हो मगर, तर मगर भनेको अन्तर्राष्ट्रिय जाति हो। यो अन्तर्राष्ट्रिय जाति हुनुको ग्लोबल ट्रेन्डलाई हेर्नु हो भने कम्तीमा 4 कारणले मगरहरू संसारभरि छ। सबभन्दा पहिलो कारण नेपालको भूमिपुत्र छ, नेपालको आदिवासी छ, नेपालमै तपाईँको हाम्रो इतिहास त्यही गएर जोडिन्छ र
नेपालकै के अरे हाम्रो सम्पूर्ण इतिहास सभ्यताहरू त्यही विकास भएको छ। त्यस कारणले नेपालको आदिवासीको रूपमा हामी नेपालमा चाहिँ तेस्रो ठुलो जनसङ्ख्याको रूपमा बस्छौँ। यो एउटा चाहिँ ट्रेन्ड भयो। दोस्रो, अहिलेदेखिको लाम्चो नेपाल त पहिले थिएन। तपाईँहरूलाई लाग्ने हामीलाई लाग्ने जो लाम्चो नेपाल चाहिँ त्यो कुनै बेला थिएन। राज्य निर्माणको क्रममा चाहिँ तपाईँको मगर राष्ट्र मगर जातिको आफ्नो के अरे संस्कृति र पहिचान सभ्यतालाई बोक्यो। तर गोर्खा राज्य निर्माणको क्रममा चाहिँ अलग राज्य अलग नागरिक भयो। भारतका मगरहरू हुनुहुन्छ तर उहाँहरूको नागरिकता नेपाली होइन। अथवा बर्मा भुटानमा मगरहरू हुनुहुन्छ, उहाँहरू मगर हो तर उहाँहरू चाहिँ तपाईँको नेपाली मगर होइन, उहाँ भारतीय मगर हो, बर्मेज मगर हो, अथवा तपाईँको चाहिँ त्यही देशको नागरिक मगर हो। त्यो दोस्रो प्रकारका मगरहरू चाहिँ संसारमा हुनुहुन्छ। तेस्रो प्रकारको मगरहरू तपाईँहरू जस्तो यो ग्लोबलाइजेसन भन्छौँ हामीले हाम्रो एकाडेमिक उसमा डिस्कोर्समा भूमण्डलीकरणको प्रवृत्तिमा संसारभरि विभिन्न कारणले कतिपय दिवीको सन्दर्भमा आउनुभयो, कतिपय एजुकेसनको सन्दर्भमा आउनुभयो, कतिपय विभिन्न पेसा व्यवसाय विभिन्न सन्दर्भमा आएर चाहिँ यही देशको नागरिक बन्नुभयो। अब तपाईँहरू चाहिँ अमेरिकन मगर बन्नुभयो। नेपाली मगर त छँदैछ, माया त हामीलाई नेपालकै लाग्छ, तर तपाईँको आफ्नो कन्स्टिट्युसनल लिगल आइडेन्टिटी चाहिँ अमेरिकन बन्यो कतिपयको। त्यसो भयो भने युरोपमा अहिले बिरमानजी यहीँ हुनुहुन्छ, युरोपमा पनि थुप्रै मगरहरू हुनुहुन्छ, त्यहीको आइडेन्टिटी बोक नागरिकता लिनुभयो। त्यस कारणले तेस्रो प्रकारको मगरहरू संसारभरि चाहिँ नेपालमा जन्मिनुभयो, विभिन्न सन्दर्भमा संसारभरि पुग्नुभयो। उहाँहरू चाहिँ अहिले त्यही देशको नागरिक भएर नेसनलिटी लिएर बस्नु भएको छ। उहाँहरू जस्तो मगरको एउटा प्रवृत्ति छ। चौथो प्रकारको मगरहरू चाहिँ विभिन्न पेसा खास गरिकन श्रम रोजगारीको सन्दर्भमा चाहिँ मिडल इस्टतिर आउने र अस्थायी रूपमा श्रम गरेर नेपाल फर्कने, तर त्यहाँ आएर पनि उहाँहरूले सङ्घ सङ्गठनहरू निर्माण गर्नुभयो। त्यस कारणले ग्लोबल ट्रेन्डलाई हेऱ्यो भने मगरहरू विश्वव्यापी छ। त्यो विश्वव्यापी हुनुका चाहिँ विभिन्न कारणहरू छन् र अमेरिकामा तपाईँहरू जसरी आउनुभएको छ र जसरी सङ्गठित हुनुभएको छ यो आफैमा एकदमै उदाहरणीय छ, एकदमै मगर समाजको लागि गर्व गर्नु लायक छ र नेपालका मगरहरूले तपाईँहरूबाट चाहिँ धेरै कुराहरू चाहिँ प्राप्त गर्नुभएको छ, तपाईँहरूको योगदान छ। म त्यसको लागि सम्पूर्ण नेपाली मगरहरूको तर्फबाट अब तपाईँहरूलाई फेरि हामीलाई नेपाली भन्नु भएन, झकेन्द्र आएर भन्न नसोचिदिनु होला। नेपालमा बसोबास गर्ने मगरहरूको तर्फबाट तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु, तपाईँहरूको कामको एकदमै प्रशंसा गर्न चाहन्छु म यो सन्दर्भमा। अब यो कुरा गर्दै गर्दा चाहिँ मसँग अहिले महेन्द्र दाई हुनुहुन्छ। महेन्द्र दाई र म हरिजीसँग एउटा हामीले कानी खुसी गऱ्यौँ। यो तपाईँहरूको जेनेरेसनको मगर त यहाँ आउनुभयो, यहाँ आएर मयूर डान्स नाच्नुभयो, पञ्चे बाजा तपाईँको नाचेर हामी नाच्यौँ, बजाएर हामी यसरी हिँड्यौँ। अब यो कहिलेसम्म रहला त यस्तो कुरा? के यसपछि आउने जेनेरेसनले यसलाई निरन्तरता देला? हो, दिन्छ, दिनुपर्छ भन्ने मान्यता छ हामीहरूलाई। र तपाईँहरूको नाराले भने जस्तो मगरसँग अमेरिकाको नारा हेरेँ मैले, जहाँ रहे पनि जहाँ बसे पनि मातृभूमिलाई माया गरौँ, आफ्नो भाषा संस्कृति परम्परालाई नबिर्सौँ। बस यो त अत्यन्तै राम्रो कुरा छ, तर यो कुरामा एकदमै चुनौती छ। म तपाईँहरूलाई यसको चुनौतीका केही 2-3 आयाम मात्रै भन्छु। त्यो आयाम कस्तो प्रकारको चुनौती छ भने नेपालमै बसोबास गर्ने मगरहरूको पहिचानमा सङ्कट छ। नेपालमा को हो मगर, किन मगर, तपाईँ हामीलाई किन मगर भने हो, मगरहरूको हिस्ट्री के हो, हाम्रा आफ्ना तपाईँको चाहिँ के अरे ऐतिहासिक तथ्यहरूले हामीलाई के भन्छ भन्ने बारेमा हेऱ्यो भने चाहिँ हामीसँग एउटा भरपर्दो लिखित दस्तावेज पनि छैन। हामीसँग तपाईँहरूसँग म आज यहाँ आउँदै गर्दा मगरहरूबारे तपाईँहरूले पढ्नै पर्ने कुनै किताबहरू सिफारिस गरौँ भन्यो भने मसँग छैन। तर मैले आज बिहान मात्रै हेरेँ, म सोसियोलोजीको प्रोफेसर भएको कारणले अमेरिकाका चाहिँ 4 जना एकदमै स्कलरहरूले नेपालका मगरहरूको बारेमा अध्ययन गर्नुभएको रहेछ। र म नयाँ पुस्ताको खास गरिकन एजुकेसनमा चासो राख्ने मगरबारे तपाईँहरूलाई के जानकारी राख्न चाहने साथीहरूलाई के भन्न चाहन्छु भने जोन टी हिचकक भन्ने मान्छे चाहिँ 1960 देखि 70 चाहिँ तपाईँको नेपालमा पहिलो जेनेरेसनको विदेशी स्कलर भएर जानुभयो र उहाँले मगरको बारेमा अध्ययन गर्नुभयो। द मगर्स अफ बनियान हिल, हजुरले अमेजनमा अझै यो किताब उपलब्ध छ, धेरै पर्दैन, $15 देखि $20 यस्तै पर्छ। द मगर्स अफ बनियान हिल। उसले पहिलो चरणमा चाहिँ तपाईँको बागलुङको भुजी खोलामा बसेर अध्ययन गर्यो स्यामानिजमको बारेमा।
पछि आएर चाहिँ तनहुँको किउ डाँडा, यो किउ भन्ने ठाउँमा बसेर त्यहाँको एकजना मुखियाको घरमा बसेर यता 12 मगरातको बारेमा अध्ययन गर्नुभयो। उहाँले चाहिँ तपाईँको यो विस्कन्सिन युनिभर्सिटीमा पेस गरेको पिएचडी थेसिसको आधारमा चाहिँ द मगर्स अफ बनियान हिल लेखिएको छ। तपाईँहरूले चाहिँ यो किताब तपाईँहरूको एक्सेसमा छ, तपाईँहरूले डाउनलोड गर्न सक्नुहुन्छ, किन्न सक्नुहुन्छ। यो एक्चुअली हेर्नु भने अमेजिङ किताब छ र नेपालको मगरहरूको मात्र होइन, के अरे विदेशीहरूले नेपालको बारेमा पहिलो अध्ययन गर्ने विदेशी मानवशास्त्री जयन्ती हिचकक हो। त्यसपछि अर्को एकजना मान्छे चाहिँ यो पिस्कर भलिन्टियर्सको रूपमा जानुभयो, गेरी सेफर्ड भन्ने मान्छे। गेरी सेफर्ड चाहिँ तपाईँको उयो पिस्कर भलिन्टियर्सको रूपमा गएर यो नवलपरासीमा बस्यो। नवलपरासीमा बसेर उसले लामो अध्ययन गर्यो, मिसनमा गएको। फर्कने बेलामा उसले लाइफ अमोङ द मगर्स भन्ने अर्को किताब लेख्यो। यो किताब चाहिँ खासमा अमेजनमा यता अरूमा छैन, तर लाइब्रेरीहरूमा स्टिल यो पाउँछ। यो एकदम यो पनि इम्पोर्टेन्ट किताब छ। त्यो नवलपरासीका आसपासका मगरहरूको बारेमा लेखिएको, ऊ अमेरिकन स्कलर हो, उसले चाहिँ एउटा अर्को किताब लेखेको छ। तेस्रो सबभन्दा महत्त्वपूर्ण किताब चाहिँ तपाईँको खाम मगरहरूको बारेमा, रुकुमको तकमा बसेर तपाईँको खाम मगरहरूको चाहिँ यो लिङ्ग्विस्टिक अध्ययन गर्यो। उसले ग्रामर अफ खाम भन्ने किताब लेखेको छ। डेभिड वाटर्स पनि यो संसारमा हुनुहुन्न, उहाँले ओहियो युनिभर्सिटीबाट चाहिँ पिएचडी गर्नुभयो मगरको बारेमा। र त्यो किताब चाहिँ तपाईँहरूले अनलाइन एक्सेस छ, द ग्रामर अफ खाम। जो खाम मगरको बारेमा जान्न चाहनुहुन्छ र त्यसको भाषाको बारेमा यत्रो धेरै चिन्ता छ तपाईँहरूलाई, उहाँले गरेको काम चाहिँ एकदम महत्त्वपूर्ण छ। र चौथो मान्छे चाहिँ लाउरा एम अयरन भन्ने, उहाँ चाहिँ तपाईँको खास गरिकन यो युनिभर्सिटी अफ मिचिगनमा चाहिँ उसले कस्तो कुरा गरेको छ पाल्पामा। अब पछिल्लो जेनेरेसनका भाइ बहिनीहरूको बारेमा हामीलाई चिन्ता छ, तर हजुरहरूलाई यो बारेमा धेरै हामी भन्न सक्दैनौँ। तर हाम्रो जेनेरेसन र हामीभन्दा अगाडिको जेनेरेसनमा चाहिँ यो लभ लेटर्सहरू लेख्ने एकदम चलन थियो। यो लाउरा एम अयरनले चाहिँ लभ लेटर्समा मार्फत चाहिँ मगरहरूले कसरी उनीहरूको चाहिँ तपाईँको लिटरेसी अथवा उनीहरूको रिलेसनहरू स्थापित गर्छ भनेर पाल्पाका मगरहरूको बारेमा अध्ययन गर्यो र लभ लेटर्सहरू नै छापेको छ। उसले एकदमै चर्चित किताब लेखेको छ, इन्भाइटेसन टु लभ भन्ने एउटा किताब लेखेको छ, त्यो मगरहरूको बारेमा। त्यो तपाईँहरूले एक्सेस छ भने मतलब 4 जना अमेरिकनले नेपालको मगर समाजको बारेमा अध्ययन गरेको रहेछ। म आज तपाईँहरूको बिचमा उपस्थित गर्दा हुँदाखेरि चाहिँ हामी आफै मगरले लेखेको अथवा हामी आफैले काम गरेको कुनै किताबहरू तपाईँहरूसँग सिफारिस गर्न गाह्रो छ। त्यो गाह्रो छ भनेको मतलब तपाईँहरूले भनेको यो भाषा बचाउने कुरा, इतिहास बचाउने कुरा र पहिचान बचाउने कुरामा चाहिँ हामीले के योगदान दिन सक्छौँ भन्ने कुरा चाहिँ हाम्रो अगाडि छ। यो अगाडि छ भनेको मतलब के हो भने नयाँ पुस्तालाई हामीले के कुरा हस्तान्तरण गर्दैछौँ हाम्रो पहिचानको बारेमा, हाम्रो समाजको बारेमा। मलाई अघि उद्घाटन गर्दै गर्दा चाहिँ ध्वजा बाँधेको पूर्व अध्यक्षहरूले हेऱ्यो, मगरहरू प्रकृति पूजक छ। हाम्रो आफ्नो सभ्यतामा चाहिँ हामीले कसरी हाम्रो नेचरलाई चाहिँ पूजा गर्छ र त्यसको जब तपाईँको समाजमा, हाम्रो समाजमा त्यसको के अर्थ छ, किन हामीले प्रकृतिलाई पूजा गर्छ, किन देउरालीमा पार्टी चढाउँछ, किन हामीले हाम्रा कुल पितृहरूलाई सम्झन्छौँ, त्यो कुराहरूलाई चाहिँ एकदम लिपिबद्ध गरेर आउने पुस्तालाई दिने काम चाहिँ भएको छैन। म एउटा प्राज्ञिक मान्छे भएको हैसियतले तपाईँहरूलाई के स्पष्ट भन्न चाहन्छु भने अरू धेरै कुरा छ। यही मयूर नाच अघि हरिजीले भन्दै हुनुहुन्थ्यो, अब यो जेनेरेसन वहीँ रुकुममा नाचेको साथीहरूले यहाँसम्म त लिनुभयो। अब यसलाई संरक्षण गर्ने हो भने यसको बारेमा पनि लेखिनुपर्छ, यसको बारेमा पनि डकुमेन्ट्री बनाउनुपर्छ। तपाईँहरूको चासो मगरसँग अमेरिका र यसका ब्रान्चहरूले गर्ने। हामीले अहिले बाहिर पञ्चे बाजा बजायौँ, नाच्यौँ हामी अघि जुलुसमा, त्यसलाई पनि रेकर्ड गरिनुपर्छ। मगरहरूको चाहिँ संस्कृतिसँग सम्बन्धित छ। त्यस कारणले दोस्रो सन्दर्भमा चाहिँ यो ज्ञान र संस्कृतिको हस्तान्तरण गर्ने कुरा चाहिँ अहिलेको मगर समाजको सबभन्दा, आदिवासी समाजहरू सबैको हो, तर मगर समाजको चाहिँ विविधता छ, इतिहासहरू छन्। त्यस कारणले म मगरसँग अमेरिकाको पदाधिकारीज्यूहरू र हाम्रो विभिन्न ब्रान्चमा स्टेटका कमिटीहरूलाई चाहिँ मगर समाजको अध्ययन, अनुसन्धान र प्रकाशन अथवा यसको डकुमेन्टेसनमा चाहिँ तपाईँहरूले अलिक बढी चासो दिनुहोस् भन्न म चाहन्छु। किनकि त्यसको के अर्थ छ भने हामी अगाडिका पुस्ताका हाम्रो महेन्द्र दाजुका उमेरका
ऊहरूको चाहिँ तपाईँको हामी उमेर बित्दै जाँदाखेरि हामीसँगको ओरल हिस्ट्रीहरू आदिवासीहरूको सबभन्दा आधारभूत विशेषता भनेको चाहिँ मौखिक इतिहास हो। मौखिक इतिहास मान्छेसँगै जान्छ। यसलाई चाहिँ लिपिबद्ध गरौँ, यसलाई डकुमेन्टेसन गरौँ र मगर जातिको सामाजिक इतिहासको पुनर्लेखन गरौँ। मलाई लाग्छ हामी को हौँ, हामी कहाँबाट आयौँ, हामी बुढा मगर कहाँबाट कसरी आयो, आले मगर कसरी जन्मियो, बुचा मगर भन्ने छ, लुङ्गेली मगर भन्छ। अझ यो पाल्पा र पूर्वतिर विभिन्न थर उपथरहरू छन्। ती मगरहरूको आफ्नो आफ्नो हिस्ट्रीहरू छ, वंशावलीहरू छ। त्यस्तो कुराहरूलाई चाहिँ हामीले अलिकति लिपिबद्ध गऱ्यौँ भने अब आउने जेनेरेसनलाई चाहिँ एउटा सबभन्दा राम्रो उपहार हुन्छ र उनीहरूलाई चाहिँ ज्ञान र संस्कृति हस्तान्तरणको दिगो उपाय हुन्छ भन्ने म यहाँहरूसँग अनुरोध गर्न चाहन्छु। र मेरो अरू धेरै कुरा यहाँहरूलाई भन्नु छैन। मगर समाज एकदम विविधतामा बाँचेको छ। आजकै दिनमा तपाईँहरूले हामी आफैलाई हेऱ्यो भने पनि हाम्रो विविधता छ। पश्चिमका रुकुम, रोल्पा र बागलुङका मगरहरूको संस्कृति, पाल्पा स्याङ्जा, तनहुँ र पूर्वका मगरहरूको संस्कृति, भाषा, बहुजाति, बहुभाषा, बहुसंस्कृतिमा एउटा जाति बाँचेको छ है। त्यसकारणले यो विविधतालाई बचाउन सक्यो, यसलाई संरक्षण गर्न सक्यो भने चाहिँ हाम्रो सबभन्दा ठुलो सम्पत्ति हो। र मगर सङ्घ मात्र होइन, संसारभरिका सङ्घहरू, मगर सङ्घ अमेरिका, मगर सङ्घ नेपाल, अन्तर्राष्ट्रिय मगर महासङ्घ, जति पनि मगर सङ्घ सङ्गठनहरूले अब कहाँ बढीलाई चाहिँ केन्द्रित गर्नु पऱ्यो भने हाम्रो आफ्नो हिस्ट्री रिराइट गर्ने कुरा, हाम्रो आफ्ना चाहिँ तपाईँको ज्ञानहरूलाई संरक्षण गर्ने कुरा र संस्कृतिलाई चाहिँ नयाँ पुस्तामा हस्तान्तरण गर्ने कुरामा चाहिँ के अरे बढी चासो होस् भन्ने यहाँहरूसँग यो कुराको अनुरोध गर्दै र यो 10औं वार्षिक साधारण सभा यसले विगत कार्यकालको समीक्षा गर्नेछ, आगामी कार्यकालको नीति पास गर्नेछ र त्यस्तो पास गर्दा चाहिँ दूरगामी असर पर्ने प्रकारको, दूरगामी रिजल्ट आउने प्रकारको काममा पढाइ फोकस होस् भन्ने मेरो चाहना छ। किनकि अमेरिकन माइन्ड भन्छ नि, संसारमा किन अमेरिकाले रुल गर्छ भन्ने बारेमा एउटा महत्त्वपूर्ण किताब छ, वाइ वेस्ट रुल भन्ने एउटा किताब छ। अमेरिकन माइन्डले, तपाईँहरूले मगरसङ्घ अमेरिकाले गरेको कामले चाहिँ नेपालका र संसारभरिका मगरको लागि उदाहरण बनोस्। म यो साधारण सभाको सन्दर्भमा यहाँहरू सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु र के अरे यो मलाई पनि यो ऐतिहासिक साधारण सभामा निमन्त्रणा गरेर शुभकामना मन्तव्य राख्न दिएको र मेरो छोटो विचार तपाईँहरूले सुनिदिनु भएकोमा धन्यवाद दिँदै बिदा हुन्छु। हस्त, नमस्कार।